अनि एक ठाउँमा छ क्या म दोषी करार गरायो यो है दोषी करार गरायो आफ्नै हिसाबले भन्दा एउटा दोषी करार गरायो क्या बात यो चाहिँ गर्नुपर्छ है यस्तो हुनु पर्यो क्या बरु कति कुरा कस्तो हुन्छ नि अब तपाईँकोबाट राम्रो निस्किन्छ नि त त्यो चाहिँ एक्सेप्ट गर्नुपर्छ क्या एउटा घाउ छ यो छातीमा एउटा घाउ छ यो छातीमा नधोएरै जान्छ नरोएरै जान्छ न त बढ्न मिल्छ कसैलाई न त बढ्न मिल्छ कसैलाई न त कसैले चोरी लान्छ एउटा घाउ छ यो छातीमा जाने बेलामा उसले अरूलाई नै दोष लगाइ गयो जाने बेलामा उसले अरूलाई नै दोष लगाइ गयो जब ठाउँमा पुग्यो अनि मलाई दोषी करार गरायो दोषी करार गरायो एउटा घाउ छ यो छातीमा रगतको नाता त चोखो हुन्छ धोका दिन्न भन्थे रगतको नाता त चोखो हुन्छ धोका दिन्न भन्थे तर किन आज भोलि तर किन आज भोलि रगतकै नाता बैमानी बन्छ बैमानी बन्छ एउटा घाउ छ यो छातीमा एउटा घाउ छ यो छातीमा नधोएरै जान्छ नरोएरै जान्छ न त बढ्न मिल्छ कसैलाई न त बढ्न मिल्छ कसैलाई न त कसैले